कति वर्ष हुनुभयो हजुर? त्यो ज्ञानेर म सँगैसँगैको सँगै घर त्यो डरबाना जन्मेर मात्रै म गाउँमा न त सँगै भए गुच्चा खेल्थेँ। अब अलिकति राज डरबाना जन्मे म गाउँमा जन्मे सँगै गुच्चा खेल्ने साथी। यो चाहिँ भ्रष्टाचारीलाई के राख्ने भनेर आएको नि। हो र राम्रा नेता छैनन् र अहिले? हुन त मैले 7वटा राजा खाएँ, अब 8वटा होला कि भने। 7वटा खाइसकेँ। गनौ गनौ त हजुर। त्रिभुवन दुईचोटि ज्ञानी दुईचोटि 4 छोरी 4 जना पो। महेन्द्र 5 वीरेन्द्र 6 अनि 24 घण्टा छोरा 7वटा भएन। अब 8वटा अष्ट राजा बनाउने इच्छा छ। 8औं पटक हुनु पर्ने इच्छा मेरोबाट हुँदैन। चाहियो तपाईँले एउटा टोपी त अर्काले लाउनु सक्दैन। म श्रीपति लगाएर राजा ल्याउँछु भन्छ। ए रात मकै सेनाले पनि त्यही त हो नि। अहिले प्रधानमन्त्रीले भन्यो भने यहाँ गराएर हामीले ठोक्छ। केपीले भन्यो भने राजाले भनेर आउँदैन। राजा ल्याउनु पर्छ पर्दैन त बुवा? राजा त ल्याउनु पर्छ हो। ओ धेरै राजालाई चाहिँ पाल्नु परेकोले हामीले यो टोपी घेरा नभएको टोपी लगाएर चाहिँ कमाएको जति कर तिरेको छु। यो चोरहरूले चाहिँ भ्रष्ट गर्नलाई मात्रै पाल्नु पर्यो। राजा एउटा मात्रै हुन्छ। अब यो 5 वर्ष फेरेको राष्ट्रपति 10 वर्ष कति हुने भयो के 20 वर्षमा 4 जना हुने भयो। अनि उपराष्ट्रपति 8 जना। 8 जनाले चाहिँ आजीवन पार्दाखेरि हाम्रो सर्वोच्च जाने भयो। त्यस भएर एउटै राजा मात्रै गर्ने। ओहो कस्तो राम्रो विचार। ल हस् बुवा।